Hello everyone. So what is online digital business भनेर चाहिँ नर्मल्ली अब भन्नुपर्दाखेरि चाहिँ अब हामीले यो हाम्रो यो फोनहरू हुन्छ ल्यापटपहरू हुन्छ अब त्यसमा चाहिँ यो के अरे इन्टरनेट युज गरेर होइन अनि यो सोसियल मिडियाको थ्रुबाट गर्ने एउटा अनलाइन बिजनेसलाई नै अब बेसिकली चाहिँ भन्छ होइन अनि हामी सबैलाई थाहा भएको कुरा हो अब चाहिँ सोसियल मिडियामा चाहिँ हामीले चाहिँ कति बढी चाहिँ सोसियल मिडिया चलाउँछ त होइन हामीले चाहिँ अब दिनमा चाहिँ हाम्रो यो ल्यापटपहरू चाहिँ फोनहरू चाहिँ हामीले चाहिँ चलाइरहेकै हुन्छ नि त होइन अब चलाउँछ हामीले चाहिँ अर्को कन्टेन्ट चाहिँ आवर्स एन्ड आवर्स स्क्रोल गरेर हेरिरहेको हुन्छ अनि जति बिजी भए पनि हामीले चाहिँ के अरे त्यो फोन हेर्न छोड्दैन नि त हामीले होइन फोन हेर्छ अब के अरे त्यहाँबाट चाहिँ अब तपाईँलाई इफ त्यहाँबाट चाहिँ अर्निङ भएको छ भनेपछि त होइन इट्स पर्फेक्ट है अब हामी धेरैजना मान्छेलाई चाहिँ त्यहाँबाट अर्निङ भएको हुँदैन होइन अनि हामी चाहिँ यत्तिकै चाहिँ टाइम वेस्ट चाहिँ हामीले चाहिँ पक्कै पनि गरिरहेकै हुन्छ है अनि यहाँ चाहिँ तपाईँलाई चाहिँ के सिकाउँछ भन्दाखेरि चाहिँ तपाईँले त्यही टाइम युज गरेर होइन तपाईँको त्यही त्यो फोन युज गरेर यहाँबाट तपाईँले चाहिँ अर्निङ चाहिँ किन नगर्ने भनेर चाहिँ तपाईँले चाहिँ सिकाउँछ है अब हामीले चाहिँ अब यहाँ चाहिँ तपाईँले चाहिँ यो सोसियल मिडियाको थ्रुबाट चाहिँ तपाईँले फेरि कुनै पनि प्रडक्टहरूको चाहिँ फेरि एडभर्टाइजिङ गर्ने प्रडक्टको चाहिँ मार्केटिङ गर्ने त्यस्तो केही पनि गर्नु पर्दैन होइन हामीले यहाँ गर्ने भनेको चाहिँ एट्र्याक्सन मार्केटिङ चाहिँ सोसियल मिडियाको थ्रुमा कसरी गर्ने भनेर चाहिँ तपाईँले चाहिँ सबै यो के अरे स्टार्टबाट चाहिँ तपाईँले चाहिँ यहाँ टुल टेक्निक्स स्ट्राटेजी होइन तपाईँको चाहिँ मेन्टर र कोच चाहिँ तपाईँले चाहिँ प्रोभाइड गरिदिन्छ अनि यहाँ चाहिँ अब तपाईँले चाहिँ यो एट्र्याक्सन मार्केटिङमा चाहिँ अब तपाईँले चाहिँ मेन चाहिने भनेको चाहिँ यहाँ तपाईँले चाहिँ आफ्नो भ्याल्यु दिनुपर्ने हुन्छ तपाईँले होइन आफ्नो भ्याल्यु आफ्नो लाइफस्टाइल तपाईँले चाहिँ सेयर गर्ने हो अनि यहाँ तपाईँले चाहिँ के अरे यो अब हुन्छ नि तपाईँको के अरे यो सोसियल मिडियामा तपाईँको चाहिँ फलोवर्सहरू हुन्छ तपाईँको चाहिँ सब्सक्राइबर हुन्छ युट्युबमा अनि गएर यो के अरे भ्युवर्सहरू हुन्छ होइन अनि उहाँहरू चाहिँ तपाईँले चाहिँ इन्टरटेन गराउनु पऱ्यो अनि एजुकेट गराउने होइन अनि लाइफ चेन्जिङ अपर्च्युनिटी सेयर गर्ने अनि त्यसपछि अब तपाईँले चाहिँ जब चाहिँ तपाईँले चाहिँ त्यस्तो खाले चाहिँ के अरे एट्र्याक्सन मार्केट चाहिँ सोसियल मिडियामा गर्नुहुन्छ त्यसपछि चाहिँ तपाईँले चाहिँ होइन सिस्टमले चाहिँ तपाईँले चाहिँ तपाईँले बायर र कस्टमर ल्याउँछ अनि जब चाहिँ तपाईँको के अरे त्यो सिस्टममा चाहिँ बायर कस्टमर आउँछ अनि चाहिँ उहाँहरू चाहिँ तपाईँसँग चाहिँ इन्ट्रेस्टेड भएपछि अनि चाहिँ तपाईँको चाहिँ नि के अरे इन्कम अर्निङ हुन्छ तपाईँको चाहिँ स्टार्ट हुन्छ है सो नेक्स्ट स्टेप चाहिँ अब के हो भन्दाखेरि चाहिँ $149 रिफन्डेबल प्रोग्राम छ होइन अनि त्यहाँ चाहिँ तपाईँले चाहिँ नि के अरे 30 डेजको यो मनी ब्याक ग्यारेन्टी हो त्यहाँ तपाईँले चाहिँ नि 9वटा भिडियो अनलक गरिदिन्छ अनि त्यो चाहिँ अब 3 आवर्सको हुन्छ अनि त्यो 3 आवर्स तपाईँले चाहिँ स्किप नगरेर हेर्नु भएपछि त्यहाँ चाहिँ सबै कुरा भनेको हुन्छ कि तपाईँले चाहिँ यो बिजनेस चाहिँ के हो होइन कसरी गर्ने अनि यहाँबाट चाहिँ अर्निङ चाहिँ कसरी हुँदो रहेछ त भनेर तपाईँ आफैले बुझ्नुहुन्छ अब किन भन्दाखेरि चाहिँ नि अब मलाई त ठिक छैन एकदमै पर्फेक्ट छ यो के अरे मैले यो राम्रोसँग गरिरहेको